आज एउटा कुरा सुनौँ है। धेरै भयो हामीले अर्काको देशको विकास र नेताको गुणगान गाएको, तर आज समय फेरिएको छ। आज पूरा विश्वले नेपालको गुणगान गाइरहेको छ। भदौको त्यो ऐतिहासिक जेन्जी आन्दोलन र त्यसपछि बालिन शाहको उदयले आज विश्वका महाशक्तिहरूको निन्द्रा आराम गरिदिएको छ। अमेरिका, चीन र भारत जस्ता शक्तिशाली राष्ट्रहरूले अहिले काठमाडौँतिर हेरेर भन्दैछन् नेपालमा यो के चमत्कार भइरहेको छ। आज म कुनै गफ होइन, विश्वका 30 भन्दा बढी देशहरूका दिग्गज विज्ञहरूले नेपाल र बालिन सरकारबारे गरेको त्यो विश्लेषण सुनाउँदैछु, जसले हरेक नेपालीको छाती गर्वले चौडा बनाउनेछ। ल है त सुनौ है के भन्छ त विश्वले बालिनको बारे। सुरुमा कुरा गरौँ शक्ति राष्ट्रहरूको। अमेरिकाको पेसिफिक फोरम होस् वा चीनको अन्तर्राष्ट्रिय मामिला विभाग, सबै बालिनको कार्यशैली देखेर दङ्ग छन्। चीनले बालिनलाई राष्ट्रिय परिवर्तनको प्रतीक भनिसक्यो। उनीहरूलाई लाग्छ यो युवा शक्तिले नेपालको भू राजनीतिक नै बदल्न सक्छ। अमेरिकाले पनि नेपालमा आफ्नो सक्रिय चासो बढाइरहेको छ, किनकि बालिनको उदय कुनै सानो घटना होइन। भारतका पूर्व सुरक्षा सल्लाहकार पंकज शरणको कुरा सुनौ। उनी भन्छन् यो राजतन्त्रपछिको सबैभन्दा ठूलो राजनीतिक मोड हो, जहाँ युवा पुस्ताले पुरानालाई क्लिन स्विप गरिदिए। पाकिस्तानले त नेपाललाई अहिले दक्षिण एसियाकै नमुना देशको रूपमा हेर्न थालेको छ। बङ्गलादेश, मालदिप्स र जर्मनका विज्ञहरूले समेत बालिनको व्यक्तिगत इमान्दारिता र एन्टी करप्सन छविको खुलेर प्रशंसा गरिरहेका छन्। तर विश्वले प्रशंसा मात्र गरेको छैन, चुनौती पनि थपिदिएको छ। युरोपेली संघदेखि रुसी विज्ञहरूसम्मको एउटै आशंका छ कि यो बालिनको व्यक्तिगत जादु मात्रै हो कि व्यवस्था नै सुध्रिन लागेको हो। भ्रष्ट कर्मचारी तन्त्र र पुरानो नातावादलाई जरैदेखि उखेल्न बालिन सजिलो छैन। यदि यो परिवर्तनलाई संस्थागत गर्न सकिएन भने केवल एउटा यो आदिमा मात्र सीमित हुन सक्छ। नेपाल अब कसैको इसारामा चल्ने कमजोर देश रहेन। बालिन शाहको नेतृत्वमा नेपालले आफ्नो नयाँ पहिचान विश्व सामु राखेको छ। 2032 सम्म $100 बिलियन को अर्थतन्त्र बनाउने लक्ष्य अब गफ मात्र होइन, एक प्रतिज्ञा बनेको छ। तपाईहरुलाई के लाग्छ, के बालिन शाहले विश्वकै अपेक्षाहरू पूरा गर्न सक्लान्? के नेपाल साँच्चै विश्वकै एउटा चम्किलो नमुना बन्ला? आफ्नो खरो विचार कमेन्टमा लेख्नुहोस्। जय देश, जय नेपाल।